हजुर दाजु नमस्ते हजुर दाजु नमस्ते। हजुरको नाम चाहिँ मेरो नाम निलकुमार राई। टेम्टेमयौँ एक खम्बुखा खम्बुचियो वानाखा। खम्बुचियो वानाखा भनेको चाहिँ खम्बु जातिहरू तल्लो भेगमा बस्ने, अनि त्यहाँ चाहिँ गएर पिखोम भनेको गाई गोठ, सावाखोम भनेको भैँसी गोठ, पिहोपखोम भनेको गोरु गोठ गोठ बस्ने, अनि भस्मे फाड्ने वानाखा भनेको भस्मे खोरिया जस्तो भस्मे फाड्ने, अनि खम्बुचियो वानाखा हुँदाहुँदै पछि अभरंश भएर खम्बुखा भएको चाहिँ खास गरी चाहिँ खम्बुचियो वानाखा किराँत खम्बुहरूको बस्मे खोरिया फाड्ने ठाउँ भएको हुनाले म चाहिँ त्यो खम्बुखामा बस्छु अहिले, खम्बुचियो वानाखामा बस्छु। त्यसो भएको हुनाले यो कुरा चाहिँ हाम्रो अर्ग्यानिक नाम चाहिँ खम्बुचियो वानाखा, अहिले चाहिँ अभरंश भएर खम्बुखा भन्छ। अनि यो हाम्रो अब यलम्बर राजा भन्छन् नेपालको पनि, त्योभन्दा अगाडिका उहाँको पुर्खाहरूको विषयमा पनि अलिकति भन्नुहोस्, के धेरैलाई थाहा छैन। मुद्दुमी हिसाबले यारुखाम भनेको चाहिँ यारुखामहाङ भनेको चाहिँ यलम्बरको बाजे, खाम्रियाङ भनेको चाहिँ यलम्बरको पिता। खाम्रियाङ र यालुखाम सम्म चाहिँ मलाई पनि केही थाहा छ। हामी यालुखाम रङ्ग्रीहाङ खाचुहाङ भनेर चाहिँ हामी मुद्दुममा पुकार्छौँ किराँतीहरूले। त्यसो भएको हुनाले रङ्ग्रीखामको छोरा चाहिँ यलम्बर, त्यहाँसम्म चाहिँ मलाई प्रष्ट थाहा छ। र यलम्बर नेपालको एकदमै शक्तिशाली राजा, सामशाली राजा। त्यसो भएको हुनाले अब यलम्बरले राज्य गर्दासम्म काठमाडौँ उपत्यकामा चाहिँ हाङमेलुङ भनेको राज्य, केन्द्रीय राज्यमा चाहिँ धेरै संरचनाहरू, प्राकृतिक संरचनाहरू पनि धेरै राम्रो गरेको। कुङलुङचा कुङलुङचा भनेको चाहिँ यलम्बर पोखरी, त्यहाँको धेरैतिर जम्मा 114वटा पोखरीहरू थिए भन्छ भयो काठमाडौँ उपत्यकाभित्र। त्यहाँ प्राकृतिक दैविक विविधता र जैविक विविधताको धेरैजनै संरक्षण थियो त्यति बेला किराँत राज्य हुँदाखेरि। र त्यो दैविक विविधता र जैविक विविधताको नाश बिस्तारो बस्ती बसाल्दै गयो। लिच्छवी काल, गोपाल वंशकाल, अब यिनीहरू प्रवेश गर्दै गए। त्यसरी जाँदाखेरि चाहिँ त्यो पोखरीहरू बस्ती बसाल्दै गए, अनि पोखरीहरू विस्थापित गर्दै गयो। र त्यो यलम्बर मूल पोखरी चाहिँ बस्ती बसाल्दै गएपछि अब त्यहाँ बिटुलोहरू धेरै हुँदै गएपछि विस्थापित भएर यो कोशीमा फाल हानेको, सप्तकोशीमा फाल हानेको, पूर्वको सप्तकोशीमा फाल हानेको। अनि त्यो सप्तकोशीमा फाल हान्दाखेरि चाहिँ लिम्बुवान र खम्बुवान फेरि माझ किराँततिर चाहिँ तानातान जस्तो स्थिति भयो। अनि त्यो तानातान जस्तो स्थिति भएपछि यारुखामले चाहिँ येलेयुमा भन्छ। येलेयुमा भनेको अरुण, युमा भनेको चाहिँ तम्बुर। उतातिर युमा भन्छ, यतातिर नायुमा भन्छौँ हामी किराँती राईहरूले चाहिँ। अब नायुमा र नायु निधिमा फरक फेरि। त्यसो भएको हुनाले त्यो चाहिँ अब नायु निधिमा नायुमा येलेयुमा भनेको चाहिँ अरुण र युमा र येलेयुमाको बिचबाट लाने कि शक्ति भनेर चाहिँ यो उता दुई बिचको यहाँ चाहिँ टकराव पनि भयो, छलफल पनि भयो, डिस्कसन पनि भयो। तर साल्पा पोखरीले चाहिँ रोजे अरे माझ किराँत हो, माझ किराँत चाहिँ किराँतीहरूको चाहिँ खम्बुवानतिर चाहिँ म जाने भनेर चाहिँ फेरि सप्तकोशीबाट चाहिँ प्रस्थान गर्दाखेरि चाहिँ यो च्याङ्ग्री पोखरी ठुली दुङमा भनेको तरल पदार्थ पिउने, पानी पिउने दुङमा भनेको। अनि यो दुङमाको शिरमा चाहिँ, बास्तिमको शिरमा चाहिँ
च्याङ्ग्रे पोखरी बसेको काल पोखरी हजुर, हजुर। बस्यो बास बस्यो। हजुर हजुर अनि रावा कुङलुङचा चाहिँ सनमी कुङलुङचा भन्छ साल्पालाई मुद्दुमी भाषाले। हजुर अनि रावा कुङलुङचा चाहिँ हाँस पोखरी कान्छी बहिनी चाहिँ सिममा चाहिँ हजुर सानो दुङमामा पोखरी टारमा बस्यो। पोखरी टारमा बस्यो। अनि त्यो बसेको देखेपछि चाहिँ माथिबाट चाहिँ एउटा खाम्पुरुङ्ग्रीले चाहिँ के माथिबाट देख्यो अरे भने खाम्पुरुङ्ग्री भनेको चाहिँ पारुवाङको पुर्ख, धिरी पारुङ्ग्रीको नि पुर्ख, अनि चाहिँ पासुङ छाप्दी कुवा नि पुर्ख। अनि उहाँले देख्दाखेरि चाहिँ पासुङ छाप्दी कुवाले चाहिँ के निर्देशन गरेछ भने होइन यहाँ चाहिँ पारुवाङले यो पृथ्वी चाहिँ एउटा चट्टान बनाएर चाहिँ यो एउटा चाहिँ भुरु भनेको क्षितिज डाँडा उठाइदिएर चाहिँ यो अरुणलाई छेक्नुपर्छ, नत्र भने यो यताबाट चाहिँ यो हाम्रो चाहिँ सनमी चाहिँ उता भाग्छ भगाउँछ भनेर यो सिरसिरे डाँडा चाहिँ बुक्टाङ है सिरसिरे डाँडा उठाएको भन्ने कुरा मुद्दुम दर्शनमा आउँछ। अनि त्यो सिरसिरे डाँडा मुनि चाहिँ ढाड कान्छा भनेर मैले हामी चाहिँ बुझ्यौँ नि त। त्यो चाहिँ गुफा थियो त्यहाँ चाहिँ गुफा थियो क्या त्यो। अनि त्यो सिरसिरे डाँडा भन्ने चाहिँ अहिले तर हुग्रु भुरु भन्छ त्यसलाई चाहिँ याङछेङ्पा हुग्रु भुरु। याङछेङ्पा भनेको भिर, भुरु भनेको डाँडा क्षितिज। याङछेङ्पा भुरु यो लो यो भाइ सु ए पासुङ छाप्दी कुवा दिरी पारुङ्ग्री यो भाइ सु ए ओ ने रावा कुङलुङमा ओडा ल सिम्मा दुङमा ओर्ने तोङमा कुङलुङसा माको सुक्ला कुङलुङसा भनेर चाहिँ यो चाहिँ अब साल्पा चाहिँ च्याङ्ग्रे पोखरीमा बस्यो, बास बस्नुभयो। अनि सिममा चाहिँ टोङमा चाहिँ यहाँ बस्नुभयो, सिममा चाहिँ पोखरी टारमा। त्यसो भएको हुनाले त्यसरी बास बसेको हुनाले यहाँ सभ्यता बास बसेको हुनाले यहाँ चाहिँ दुईटा पोखरी भन्ने कुरा चाहिँ हिजो पनि आयो। पोखरी एउटा चाहिँ त्यसको एउटा पोजिटिभ र नेगेटिभ हुन्छ नि त। एउटा चाहिँ नि पोजिटिभ र नेगेटिभ भनेको चाहिँ अब त्यो मान्छेले नबुझेर पनि अब त्यो बुझाइ भएर पनि पछि मासेछन् पोखरी होइन। यहाँ जोडी पोखरी थियो, त्यहाँ पनि कुवाचा र पोखरी भन्ने दुईटा थियो। सिममा पोखरी टारमा बस्यो, सानो दुङमा सिममा बसेको हुनाले, कान्छी बसेको हुनाले, कान्छी बहिनी बसेको हुनाले, ठुली बहिनी बसेको हुनाले यहाँ चाहिँ ठुली दुङमा अहिले त ठुलो दुङमा अमारम भएर यो चाहिँ यति नै शक्तिशाली हो यो साल्पा बसेको ठाउँ र रावा कुङलुङ छ। नेपालमा धेरै पोखरीहरू छन्, हजारौँ पोखरीहरू छन्, तर 9 वटा पोखरी शक्तिशाली 9वटा पोखरीमा साल्पा र हाँस पोखरी नेपालीबाट हाँस पोखरी 2वटा भयो, माई पोखरी 3वटा भए होइन, मत्स्य पोखरी 4वटा भयो, अनि फेवाताल 5वटा भयो, 12 पोखरी 6वटा भयो होइन। अनि त्यहाँदेखि दुधकुण्डा पोखरी 7वटा भयो होइन। अनि यो के जति भन्छ यो पश्चिममा छ एउटा राराताल 8वटा भयो होइन। अनि यो मोरङको एउटा चाहिँ काने पोखरी आसपासमा त्यहाँ एउटा थियो, त्यो चाहिँ 9वटा भयो होइन। अनि यो हाम्रो सागरमाथाको बिचमा एउटा चाहिँ पोखरी छ, त्यो पोखरी छ, त्यसले 10वटा भयो होइन। अनि त्यहाँदेखि यो जस्तो जनकपुर धाममा महासागर पोखरी, गङ्गा पोखरी, यिनीहरूले 10-11वटा पोखरी 10-11वटा 9वटा पोखरीहरू चाहिँ शक्तिशाली। अनि त्यसो भइसकेपछि शक्तिशाली मध्येको पनि हाँस पोखरी र साल्पा पोखरी चाहिँ किरावाहरूको चाहिँ एकदमै उत्पत्ति थलो र चाहिँ त्यो साम जरादेखि चाहिँ त्यसको चाहिँ एउटा हाम्रो पुर्ख्यौली ऐतिहासिक पोखरी चाहिँ सनमी कुङलुङ छ, सनमी रावा कुङलुङ छ, हाँस पोखरी सनमी कुङलुङ छ। अब त्यो चाहिँ पोखरीहरू यहाँ चाहिँ कालीनाग र पछि चाहिँ कालीनागले बास गरेको बढी
र पछि दक्षको नाक लुङलुङा नाक भन्छ माकुचुवा भनेको चाहिँ काली नाग कुङलुङमा नागाहाङ चाहिँ ले प्रस्थान गरेको बास गरेको हुनाले यहाँ चाहिँ बढी काली नागको पूजा गरिन्छ भन्ने चाहिँ मुद्दुम विश्वास छ। त्यसो भएको हुनाले यति शक्तिशाली पोखरी हो यो चाहिँ बेवास्ता। एकचोटि म तराईतिर जाँदाखेरि पहिले त यस्तो रोडको बाटो थिएन नि है, हिँडेर जानुपर्ने। जहिले तैले मेरो चाहिँ हुन्थ्यो कि च्याङ्ग्रे पोखरीमा बास बस्नु पाए अच्छा हुन्थ्यो भन्ने है। अनि त्यसो भएको हुनाले त्यो चाहिँ त्यहाँ बास गरेको यो काठमाडौँतिर देउता सबै मान्छन् नि। किराँत कालमै बनेको चाहिँ पशुपतिहरू विरूपाक्षहरू चाहिँ किराँत कालमै बनेको, पछि चाहिँ अब त्यो नामहरू परिवर्तन गरे विस्थापित गरे चाहिँ किराँत कालको नामहरू। तर किराँत कालमा त पशुपति नै भन्ने थिएन नि त होइन। रङ्ग्री किरावा रङ्ग्री लुकुन रङ्ग्री भन्नेहरू त्यहाँको चाहिँ थियो, हाङ लु भन्नेहरू थियो होइन। त्यसो भएको हुनाले यो चाहिँ अब पछि राज्यको संरचना पनि परिवर्तन हुँदै गयो। जस्तो अब चाहिँ दोप्चिया होङको किराँतीहरूको दोप्चिया होङको चाहिँ दाप्चा पुल भनेर अहिले बनेको छ। त्यो फुर्कुरको बाटो त्यहाँदेखि किराँत राजाहरू लखेटिँदै आउँदाखेरि चाहिँ त्यो दोप्चिया होङको त्यहीँबाट सुरु भएको हाम्रो किराँतीहरू विभाजन भएर चाहिँ सुनकोशी लिएर गए सुनवार राईहरू, सुनकोशी तर्फ लागे। अब यता चाहिँ सप्तकोशी किनार लिएर वालुङ लिएर आउने राईहरू यता प्रवेश गरे, माझ किराँत खम्बुवानहरू परे। अब युमा लिएर गए लिम्बुवान भयो होइन। यी लिम्बुवानहरूले युमा भनेर धेरै मान्छन्। त्यसो भएको हुनाले हाम्रो चाहिँ यो शक्तिशाली डाँडाहरू हुरु क्षितिजहरू चाहिँ यो भेगको चाहिँ चुरे भेगको चाहिँ क्षितिजहरू अब सिलिचुङ अलिक माथि टप नै हो। चुरे भेगको क्षितिजहरू 3वटा डाँडा शक्तिशाली मुद्दुम हिसाबले, हजारौँ डाँडा छ तर शक्तिशाली चाहिँ मुद्दुम हिसाबले चाहिँ यो 3वटा डाँडा टेम्के मयु अनि इलामको अन्तु डाँडा मुद्दुम हिसाबले यिनीहरू धेरै शक्तिशाली। त्यो डाँडामा टेम्केमा त्यहाँ पहिचान छ। टेम्केमा जानुस्, टेम्केमा जाँदाखेरि सेल्मे सम्झिनुहोस्, मयुमा जाँदाखेरि साउने सम्झिनुहोस्, नभए अधुरो अपुरो हुनेछ भनेर चाहिँ हामी मुद्दुमले चाहिँ भन्छ। त्यसो भएको हुनाले अब यो संरचनाहरू चाहिँ थोरै कुरा संरचनाहरू चाहिँ कस्तो भने जसको राज्य शक्ति पहुँच भयो उसकै चाहिँ संरचनाहरू निर्माण हुँदै गयो नि त होइन। अनि त्यसो भएको हुनाले अब हाम्रो किराँतीहरूको आस्थाको धरोहर मयौँ डाँडा टेम्के डाँडा पनि हो। अर्को एउटा कुरो त्यहाँ हिजो एउटा कुरो भन्दा त्यो हाम्रो यहाँनिर चाहिँ किराँतीहरूको उत्पत्ति भएको चाहिँ मोटामोटी कति हजार वर्ष जस्तो? किराँतीहरूको त मुद्दुमी सभ्यता भनेको 16,202। ए हजुर हजुर, मुद्दुमी सभ्यता मात्रै। अब किराँतीहरूको त अब चाहिँ त्यो लाखौँ कति चाहिँ ऊ भयो। किराँतीहरूको चाहिँ उत्पत्ति त झन् साह्रो कति हो, 16,202 अहिले। मुपुलु चाहिँ 15,964। मुपुलु भन्नाले के भन्नु? मुपुलु भनेको मुलुम पुखा भनेको उत्पत्ति चाहिँ त्यो सबै चाहिँ दर्शन चाहिँ समेट्न सक्ने खालको किराँतीहरू क्षमतावान भएको नै 15,964। अब 65 लाग्छ यो माघदेखि 65 लाग्छ। अनि यलम्बरको चाहिँ राज्य गराई शासन गराई नै चाहिँ 5,086 है। विक्रम सम्वत त 2083 न हो। अब बुद्ध सम्वत 2500 है। अनि चाहिँ एसपी सम्वत त 26 हो होइन। अब चाहिँ नेपाल सम्वत 1100 चाहिँ अनि 1900 शाक्य सम्वत। अब थारू सम्वत 2600, मैथेली 1400 भनेपछि अगाडि राज्य गरौँ भन्ने कुरो त्यसले पनि प्रमाणित गर्छ। त्यसले पनि प्रमाणित गर्छ। र हामी अब टुब्रुक्का बसेर
अगानमा बसेर खरानीसरी भएर जाने रक्सी खाँदै यसो भएन उसो भएन बाहुनले गल्ती गरौँ अनि जाने बाहुनले गल्ती गरौँ जाने हामीलाई हेला गरौँ भन्दा पनि हाम्रो पृष्ठभूमि के हो हामी किराँती यलम्बरको सन्तान यलम्बरको देश चाहिँ कसरी पछि पर्दैछ त हैन अब चाहिँ हामी यसको अलिकति पृष्ठभूमि बुझ्नुपर्छ अब हामी प्रकृति पुजारी प्राकृतिक पुजारी प्रकृतिलाई के गर्ने त मेसिन ल्याएर चाहिँ यहाँको प्राकृतिक सम्पदाहरू सबै भुइँया पारेर तराईतिर उता इन्डियातिर बेच्ने हो कि यो प्रकृतिलाई संरक्षण गर्ने हो कि अब हामी त कस्तो भयौँ नि अघि ओइटा चर्खाको हामी चाहिँ नि खाडीको कपडा आफ्नो पुर्खाहरूले तयार गरेर चाहिँ टिटखान हैन अब चाहिँ तावामा खियामाको चाहिँ सिपले हामी भरिपूर्ण भएको मान्छेहरू चाहिँ अहिले चाहिँ यसो गर्दाखेरि यो बल छ हामीलाई त खर्च कति भइरहेको छ नि कपडालाई पनि खाना दिनुपर्ने रगत चुस्छ यसले है अनि हामीले लगाएको जुत्ताले पनि खाना दिनै पर्ने पाल्नै पर्ने भने हामी कुन तहमा पुगिसक्यौँ त है अब हामी चाहिँ सुविधा भोगी भयौँ कि अब हामी प्रकृतिको स्रोत सम्पदा चाहिँ विनाश गर्ने अब पैसा भए हामी नेपालीहरू चाहिँ कस्तो भयौँ भने सबै कुरा बिर्सिने खालको अनि हामी चाहिँ अब त्यस्तो अवस्थामा पुग्यौँ कि हाम्रो जन्म आमालाई पनि पैसा भए केही चाहिँ नसोची बेच्ने भयौँ क्या त्यसो भएको हुनाले यो चाहिँ एकदमै गम्भीर छ यो चाहिँ प्राकृतिक सम्पदाहरू हामीले के गर्नुपर्छ भने खोल्सा खाल्सीमा हामीले सिसा बदल यस्ता प्लास्टिक फ्याँक्नु हुँदैन त्यो माथिबाट बगाएर तल बस्तीमा निकाल्छ अनि पशु प्राणीले त्यो खान्छ प्लास्टिकहरू अनि पशु प्राणीलाई पनि मानवको जस्तै आत्मा हो रुखपात पनि मानव हाम्रो बुद्धुम दर्शनले त के भन्छ भने रुखपात पनि मानवको जस्तै आत्मा हुन्छ भन्छ पहिला मैले जान्दाखेरि त पुर्खाहरूले के गर्थे भने पहिला काट्ने बेला ढोक्थे हेर यो चाहिँ तिम्रो पनि आत्मा छ अब हामीले हुर्कायौँ बढायौँ ठुलो बनायौँ तर आफैले काट्ने भयौँ अब शराब माफ दिनु होला शराब नदिनु होला र फेरि काटिसकेपछि माटो लगाएर फेरि उर्वरा दिनु है चाहिँ हामीले माटो चढाउने हो बुद्धुमी दर्शनमा चाहिँ माटो चढाउने चलन थियो अब अहिले त मेसिन लिएर झुइयाँ पार्ने त्यहाँको वातावरण के भयो त्यहाँ प्राकृतिक अब नाग नगिनी देव देवता बसेको छ कि त्यो चाहिँ भूमिमा होइन डोजार ल्याएर सुइयाँ पार्ने चाहिँ त्यहाँ नाग नगिनी कता छ देव देवता चाहिँ ले के बास गरेको छ रुङ्ग्रीहरूले के बास गरेको छ त्यो चाहिँ छैन विनाश भइराखेको छ विदेशी चाहिँ उता पराइबाट यहाँ ल्याएको अर्ग्यानिक सामान बाहिर गएको छ अनि पराको सामान ल्याएर चाहिँ प्लास्टिक युज गरेर चाहिँ खोल्साइभरि सिसा फ्याँकेर चाहिँ हेर्नुहोस् त अब त्यो वनस्पतिलाई त्यो जरामा पर्यो भने कहिले माथि बढ्न सक्दैन त्यो सिसा जन्ने वस्तु चाहिँ त्यो प्लास्टिकहरू चाहिँ त्यो जरामा परेपछि त्यो बिस्तारै चाहिँ नाश हुन्छ त्यो पनि प्राण छ बोल्छ रुखपातले सबै चाहिँ पूर्व पश्चिम सबै छुटाएको हुन्छ उसले सबै थाहा पाउँछ पहिला चाहिँ घडी थिएन केही थिएन त्यो चाहिँ वनस्पति कता फर्क्यो है कति चाहिँ कति बज्यो 12 बज्यो कि कति भन्ने त्यही वनस्पतिले त्यही प्रकृति वनस्पतिहरूले थाहा पाउँथ्यो बुढापाकाहरूले चाहिँ होइन इलामे झार लर्क लर्कियो सिधा उसको खेतमा चाहिँ छाया पुग्यो भने ठ्याक्कै 12 बज्यो है भन्ने चाहिँ हुन्थ्यो होइन अब अहिले त्यस्तो वनस्पतिहरूको ख्याल गर्दैन झुइयाँ पार्यो चाहिँ सर्टै चाहिँ भयो भने हुन्छ त्यसो भएको हुनाले हाम्रो प्रकृति पुजारी हामी प्रकृतिको पूजा त गर्ने तर प्रकृति कसरी संरक्षण गर्ने भन्ने कुरा सबैभन्दा मेन कुरा अनि हाम्रो शक्तिशाली डाँडाकाँडाहरू भुरु टेन होइन मेलुङ भनेको राज्य रिखिन भनेको प्रदेश अहिलेको भनौँ क्षेत्र छुक्ताङ भनेको जिल्ला युछुताङ भनेको वडाहरू होइन
तेन्थुम भनेको अहिलेको गाउँपालिका संरचना पहिल्यै चाहिँ किराँत कालमै थुम भनेर लेखिएको थियो। त्यो चाहिँ अहिले संरचना बनेको होइन। त्यो चाहिँ त्यो प्रकृतिले हाम्रो चाहिँ पुर्खाको रगतले त्यो घुमाएको सबैलाई। हाम्रो पुर्खाको किराँत राज्यले त्यो चाहिँ संरचना ल्याइदिएको कुरा। थुम भन्थ्यो क्या मैले जान्दासम्म 36 साल 35 सालतिर थुम जिमी भन्थ्यो, राई भन्दैन थियो। त्यो राई त पगारी चाहिँ त्यो दिएको एउटा पद भन्थ्यो, जिमी भन्थ्यो। किराँतीहरूलाई किरावाहरूलाई जिमी भनेर लेखिन्थ्यो। जिमी भनेको के हो त जमिनदार किराँतीहरू त्यहाँको है। जिमी भनेको त त्यही हो नि त छोटकारीमा जिमी भूमि होइन, जिमी भनेर लेखिन्थ्यो। अब चाहिँ राई भनेको चाहिँ पगारी यसो चाहिँ किरो भरो चाहिँ सुनारलाई मुखिया अनि यो जिमीलाई राई अनि लिम्बुलाई सुब्बा भने हो। त्यसरी चाहिँ गरे आयो। अनि हाम्रो चाहिँ यो प्राकृतिक त्यसो भन्दाखेरि नकारात्मक त्यो नेगेटिभ सोच्नेहरूले चाहिँ यो चाहिँ उहिलेको कुरा गर्छ भन्छ। तर स्रोत जब बिरुवा म जहिले पनि भन्छु बिरुवाको जरा सुक्यो भने माथि हाँगा डालाको बाँच्ने सम्भव छैन। जरामा पानी लाउनु पर्छ, जरा बचाउनु पर्छ। जरामा मलजल गर्यो भने टुसा आउँछ, पालुवा पलाउँछ। तर टुप्पीमा पानी लाएर हुँदैन। जरा सुक्यो भने टुप्पो हाँगा डाला बाँच्ने सम्भव छैन, बचाउने सम्भव हुँदैन। त्यसो भएको हुनाले म चाहिँ पुर्खाको स्रोतहरूको हाम्रो स्रोत त के हो त? पानीको मुहानको स्रोत चाहिँ मूल हाम्रो स्रोत पुर्खाहरू, हाम्रो स्रोत पुर्खाहरू। त्यसो भएको हुनाले स्रोतको पूजा आएर स्रोतको हरेक हस् दाजु हुन्छ। धन्यवाद हजुर। धन्यवाद।